नम्बर 1 मा हेरौँ, नेपालको इतिहासमा सर्वप्रथम शासन गर्ने वंश भनेर कसलाई चिनिन्छ भनेको छ। हामी यसको अप्सन हेरौँ, किरात वंश, अहिर वंश, लिच्छवी वंश, गोपाल वंश भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ गोपाल वंश। र प्रश्न नम्बर 2 मा हेरौँ, लिच्छवी वंशको शासन व्यवस्था कहिलेबाट सुरु भएको पाइन्छ भनेको छ अथवा मानिन्छ भनेको छ। हामी यसको अप्सन हेरौँ, ईसाई पूर्व 300, ईसाई पूर्व 310, ईसाई पूर्व 320 र ईसाई पूर्व 330 भनेको छ। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ ईसाई पूर्व 300। र प्रश्न नम्बर 3 मा हेरौँ, कोत पर्व हुँदा नेपालका प्रधानमन्त्री को हुनुहुन्थ्यो भनेको छ। हामी यसको अप्सन हेरौँ, फतेजङ शाह, अभिमान सिंह बस्नेत, बिरजङ कुँवर र वीर शमशेर भनेको छ। यसको राइट एन्सर रहेको छ फतेजङ शाह। र प्रश्न नम्बर 4 मा हेरौँ, नेपालमा गाउँपालिकाको सङ्ख्या कतिवटा रहेका छन् भनेको छ। हामी यसको अप्सन हेर्छौँ, 460, 470, 430, 440 भनेको छ। यसको राइट एन्सर रहेको छ 460। र प्रश्न नम्बर 5 मा हेरौँ, सार्कको पूरा रूप के हो भनेको छ। यसको राइट एन्सर हजुरहरूले कमेन्ट गर्नुहोला। र प्रश्न नम्बर 6 मा हेरौँ, संयुक्त राष्ट्रसङ्घको महासचिव एन्टोनियो गुटेरस नेपाल कहिले आएका थिए भनेको छ। नेपाल घुम्न आउनुभएको थियो। यसको अप्सन हेरौँ, विक्रम सम्वत 2080 कार्तिक 12 गते र विक्रम सम्वत 2080 कार्तिक 11, विक्रम सम्वत 2081 कार्तिक 12 र विक्रम सम्वत 2081 कार्तिक 11 भनेको छ। यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2080 कार्तिक 12। हस् त, आजलाई यति नै।